इमेजिन फर नाउ तपाईलाई कसैले डकुमेन्ट पठायो। त्यो डकुमेन्टमा चाहिँ तपाईले साइन गरेर त्यसलाई रिटर्न ब्याक गर्नुपर्ने भयो। सो तपाईँ त्यसलाई कसरी साइन गर्नुहुन्छ त? योर एन्सर माइट बी डाउनलोड गरेर त्यसलाई अब साइन एट्याच गरेर अथवा त्यसलाई साइन गरेर फेरि रिस्क्यान गर्नुहुन्छ होला माइट बी। सो यो सबै कुराहरूको सोलुसनको एन्सर हो चाहिँ आई लभ पिडिएफ। यसमा चाहिँ पिडिएफसँग सम्बन्धित सबै कामहरू नि गर्न मिल्छ हामीले। यसमा पिडिएफहरू मर्ज गर्न, स्प्लिट गर्नको लागि, कम्प्रेस पिडिएफ गर्नको लागि, सो कुनै कहीँ अपलोड गर्नुपर्ने छ र पिडिएफको साइज कम गर्नुपर्ने छ, त्यसको लागि युजफुल हुन्छ। मेन सबैलाई यो चाहिने भनेको पिडिएफ टु वर्ड डकुमेन्ट छ पिडिएफमा लानको लागि र पिडिएफबाट वर्डमा लानको लागि धेरै युजफुल हुन्छ। यसै गरी माइक्रोसफ्ट टुलको सबै टुल्सहरू लान मिल्छ, पावर पोइन्ट, एक्सेल। सो यसको रिभर्सिबल पनि लान मिल्छ, पावर पोइन्ट टु पिडिएफ, पिडिएफ टु पावर पोइन्ट। अर्को इम्पोर्टेन्ट टुल्स भनेको चाहिँ साइन पिडिएफ। कुनै पनि डकुमेन्टहरू साइन गर्नको लागि धेरै इम्पोर्टेन्ट हुन्छ। एमओयूहरू, कुनै अफरहरू एक्सेप्ट गर्नको लागि यो एकदम युजफुल भयो। वाटरमार्क भयो, रोटेट भयो। अझ तपाईँको कुनै पिडिएफ लक भएको छ भने त्यसलाई अनलक गर्न मिल्यो। कुनै पिडिएफलाई सेक्योर गर्न, लक गर्न पनि मिल्यो, इन्क्रिप्ट गर्न मिल्यो। सो अरू कुराहरू पनि धेरै छन्। यसमध्ये अलमोस्ट सबै टुल्सहरू चाहिँ फ्री छन् र कुनैलाई चाहिँ पेड सब्सक्रिप्सन लाग्न सक्छ। जे होस् पिडिएफको दुनियाँमा यो चाहिँ एउटा एकदम राम्रो टुल्स हो। यसबाट चाहिँ हरेक कुराहरू हामीले गर्न सक्छौँ। धन्यवाद।